स्वागत छ। आज हामी लुम्बिनी प्रदेशको प्युठान जिल्लाको नौबहिनी गाउँपालिका बारे अलिकति गहिरिएर कुरा गरौँ न। हामीसँग केही स्रोतहरू छन् त्यसकै आधारमा। नमस्ते। नौबहिनी गाउँपालिका यो त साविकका स्याउलीवाङ, खवाङ, लिगा जस्ता 6वटा गाविस मिलेर बनेको हो 2073 सालमा। 2073मा भनेपछि धेरै पुरानो त होइन रहेछ। अनि स्रोतहरूले यहाँको बारेमा अरू के भन्छन्? क्षेत्रफल, वडाहरू कति छन्? क्षेत्रफल 213 वर्ग किलोमिटर जति छ अनि वडाहरू चाहिँ 8वटा। यसको केन्द्र साबिक वडा नम्बर 6 लुङबाहाने भन्ने ठाउँमा। लुङबाहाने। अनि जनसङ्ख्या नि? 2078को जनगणना अनुसार के छ अवस्था? जनसङ्ख्या करिब 32,700 जति छ। रमाइलो कुरा के छ भने महिलाको सङ्ख्या अलि बढी छ, 54% जति, पुरुष चाहिँ 46%। महिला बढी हुनुको केही खास कारण छ कि? खैर, जात जाति र धर्म त विभिन्न छन् भनिएको छ हैन? हो, विभिन्न समुदायको बसोबास छ। त्यो महिला बढी हुनुमा सायद वैदेशिक रोजगारीले पुरुषहरू बाहिर हुनु पनि एउटा कारण होला कि? स्रोतले त्यसबारे स्पष्ट त भनेको छैन। हुन सक्छ। अब अलिकति अर्थतन्त्र र मानिसहरूको जीवनशैलीतिर लागौँ न। स्रोतहरूले त कृषि नै मुख्य हो भन्छन्। हो, कृषि नै हो मुख्य आधार। तर अब त्यसले मात्रै त कहाँ पुग्छ र हैन? व्यापार पनि छ, सानोतिनो घरेलु उद्योगहरू पनि छन्, अनि सेवामूलक काम नोकरी गर्नेहरू पनि छन्, र अघि कुरा गरे जस्तै वैदेशिक रोजगारीले पनि ठूलो टेवा दिएको छ। भनेपछि मिश्रित अर्थतन्त्र जस्तो देखियो। परम्परागत कृषिबाट अलि आधुनिक जीवनशैलीतिर आकर्षण बढेको पनि भनिएको छ हैन त? एकदम, त्यो देखिन्छ। मानिसहरू अलि सहज जीवन खोजिरहेका छन्। तर यसको अर्को पाटो पनि छ नि। कस्तो पाटो? अब त्यही आधुनिक जीवनको खोजीमा वा राम्रो कमाई र पढाइका लागि युवाहरू विदेशी नै क्रम पनि बढेको छ। गाउँमा काम गर्ने मान्छे पाउन गाह्रो हुँदै गएको सङ्केत मिल्छ। त्यही त। यो त नेपालका धेरै गाउँको साझा समस्या जस्तै भयो होइन र? यसले विकासमा कस्तो असर पारेको होला? पूर्वाधार जस्तै बिजुली बत्ती कस्तो छ? विकासको कुरा गर्दा राम्रो पक्ष के छ भने धेरै जसो घरमा बिजुली पुगेको छ। यो त सकारात्मक नै भयो। तर अझै पनि केही सीमान्तकृत समुदायसम्म पुग्न सकेको छैन। अर्को कुरा, गाउँपालिकाले योजना बनाएर विकास गर्ने प्रयास त गर्छ, तर त्यो कार्यान्वयन र आर्थिक व्यवस्थापनमा अलि चुनौतीहरू छन् जस्तो देखिन्छ। भनेपछि सोचे जस्तो विकास हुन सकिरहेको छैन। हो, अपेक्षित गति लिन नसकेको जस्तो स्रोतहरूले त्यस्तै इशारा गरेका छन्। विकासका यी चुनौतीहरू सँगसँगै शिक्षाको अवस्था के छ त? विद्यालयहरू त छन् नि हैन, 42वटा जति। विद्यालयको सङ्ख्या हेर्दा त राम्रै देखिन्छ। आधारभूत तहदेखि माध्यमिक तहसम्मका 42वटा छन्। माध्यमिक तहका 9वटा, निम्न माध्यमिक 7 अनि प्राथमिक 26वटा। सङ्ख्या त ठिकै रहेछ, तर पहुँच र गुणस्तर कस्तो होला? अनि उच्च शिक्षा नि? त्यही त, मूल समस्या नै त्यहाँनिर छ। 12 कक्षा सकेपछि पढ्नलाई गाउँपालिकामै केही छैन। कि त नजिकको नगरपालिका जानु पर्यो, कि त जिल्ला बाहिरै। यो त गाह्रो कुरा भयो। यसले गर्दा त कति विद्यार्थीले पढाइ छोड्छन् होला वा बाहिरिएपछि उतै बस्छन् होला। एकदम। त्यही भएर होला स्रोतहरूले पनि यहाँ उच्च शिक्षाको खाँचो औल्याइएका छन्। अनि अर्को कुरा, हाटमा सिप दिने खालको, मतलब प्राविधिक र व्यावहारिक शिक्षा, त्यसका लागि नयाँ योजना चाहियो भन्ने कुरा छ। हो नि, प्राविधिक शिक्षाले त स्थानीय स्तरमै रोजगारी दिन पनि मद्दत गर्थ्यो होला। अब अलिकति संस्कृतिबारे कुरा गरौँ न। चाडपर्वहरू के मनाइँदा रहेछन्? अब संस्कृति त विविधतापूर्ण नै छ। दशैं, तिहार, माघी, होली, कृष्ण जन्माष्टमी जस्ता मुख्य चाडपर्वहरू मनाइन्छन्। विभिन्न जात जातिको बसोबास भएपछि सांस्कृतिक रूपमा त धनी भइहाल्यो नि। हो, त्यसले सामाजिक सद्भाव पनि बढाउँछ। ल, अब हामीले यतिका कुरा गर्यौं। समग्रमा हेर्दा नौबहिनी कस्तो देखियो त? समग्रमा भन्दा नौबहिनी एउटा कृषिमा आधारित सांस्कृतिक विविधता भएको ठाउँ हो। तर विकासका चुनौतीहरू छन्। विशेष गरी उच्च शिक्षा र प्राविधिक सिप विकासको अवसर स्थानीय स्तरमा नहुनु एउटा ठूलो समस्या देखियो। परम्परागत कृषि र आधुनिक जीवनशैलीको एउटा संक्रमणकालीन अवस्थामा छ जस्तो पनि देखियो हैन त? विकासका योजना र कार्यान्वयन बीच पनि केही ग्याप छ। हो, ठिक भन्नुभयो। स्रोतहरूले त्यही देखाउँछन्।
आकांक्षा एकातिर छ, तर त्यसलाई पूरा गर्ने संयन्त्र, स्रोत साधन त्यसमा चाहिँ अनि कमी देखिन्छ। त्यसो भए यो सबै कुराले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ। यस्ता परम्परागत अर्थतन्त्र भएका ग्रामीण क्षेत्रहरूले त्यहाँका मानिसहरूको बढ्दो शैक्षिक र आर्थिक आकांक्षालाई स्थानीय स्तरमै कसरी सम्बोधन गर्न सक्लान् त? हो, यो एकदमै सान्दर्भिक प्रश्न हो र यसैसँग जोडिएर आउँछ स्रोतले भने जस्तो उच्च शिक्षा र प्राविधिक सिप विकासका लागि नयाँ योजना बनाउनु कतिको सम्भव छ, अनि ती योजना कति प्रभावकारी होलान्। के साँच्चै स्थानीय स्तरमै अवसर सृजना गरेर युवाहरूलाई गाउँमै राख्न सकिएला? यो विषयमा सोच्न जरुरी छ।